गैर आवासीय नेपाली सङ्घ एनआरएनए फिनल्यान्डद्वारा हेलसिङ्कीमा आयोजित बालबालिका फुटबल प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। हिजो शनिबार हेलसिङ्कीको पुओतिला खेल मैदानमा आयोजित उक्त प्रतियोगितामा नेपाली बालबालिका तथा किशोर किशोरीहरूको उत्साहजनक सहभागिता रह्यो। प्रतियोगितामा 5 वर्षदेखि 15 वर्षसम्मका 4 फरक उमेर समूहका बालबालिकाहरूले मैदानमा आफ्नो खेल कौशल देखाए। मौसम पनि दिनैभरि सफा रहेकाले खेल मैदानको वातावरण झनै उल्लासमय बनेको थियो। खेल हेर्न र बालबालिकाहरूको हौसला बढाउन फिनल्यान्डमा रहेका नेपाली समुदायका मानिसहरूको उल्लेख्य उपस्थिति रहेको थियो। मैदानमा उपस्थित बालबालिकाहरूले निकै जोश र उत्साहका साथ फुटबल खेलेका थिए। प्रवासमा हुर्किरहेका नेपाली बालबालिकाहरूलाई एकताबद्ध गर्न र उनीहरूमा खेलकुदको भावना विकास गर्न यो प्रतियोगिता निकै फलदायी बनेको नेपाली लाइनेनसँग कुरा गरेका सहभागी अभिभावकहरूले बताए। पनि हामी सबै नेपाली बालबालिकाहरूलाई यहाँनेर एक आपसमा चिन्ने, त्यसपछि अभिभावकहरूले पनि एक आपसमा चिन्ने र सबैसँग जान्ने बुझ्ने मौका, आफ्नो संस्कारहरूलाई बढावा दिने ठाउँको रूपमा यसलाई हामीले विकास गर्न सकिरहेका छौँ। हामी सबैको दुःख र सुखका कथा भन्ने, हामी सबैको नेपाली भाषाको पत्रिका नेपालीलाई नेला। नेपालीलाई नेला।